किलर इभन 1 डोजले पनि हजुरको मृगौलालाई चाहिँ खराब गर्न सक्छ। पेन किलर्स डेफिनेटली किडनी विल हार्म योर किडनी हैन। यहाँ नेपालमा के छ भन्दा यो दुख्यो न औषधि पसलमा गयो यो नदुख्ने औषधि खानु। हामीले डाक्टरका जाँदा बरु कुनै डाक्टरले प्रिस्क्राइब गर्नु भएको छ भने डाक्टर यो औषधिको केही साइड इफेक्ट छ भनेर सोध्छौँ, तर हामी औषधि पसलमा जान्छौँ, उहाँहरूलाई बिलिभ गर्छौँ, नदुख्ने औषधि खान्छौँ। यहाँ हाम्रो स्ट्रिक्ट रेगुलेसन छैन। जति बिरामीले जुन पसलमा गएर जति ट्याब्लेट नदुख्ने औषधि लिन मन लाग्यो लिन्छ, खान्छ। हामीलाई लाग्छ हामीले एउटा औषधि त खाएको हो नदुख्ने औषधि, तर हामीले के याद राख्नुपर्छ भन्दा जो बिरामीलाई रिस्क छ नि, स्पेशल रिस्क भएका बिरामी, इभन 1 ट्याब्लेट अफ नदुख्ने औषधि पेन किलर्सले पनि हजुरको किडनीलाई नराम्रो गरी ड्यामेज गर्न सक्छ। बरु अल्कोहल थोरै फाइदाजनक होला इन अ गुड अमाउन्ट हार्टलाई, बट पेन किलर इभन 1 डोजले पनि हजुरको मृगौलालाई चाहिँ खराब गर्न सक्छ। यो कुरा चाहिँ हामी सबैले याद गर्नु पर्यो। सो मेरो सल्लाह चाहिँ यदि हजुरहरूले थाहा नभइकन नदुख्ने औषधि खाने बानी छ या परिवारका कोही सदस्यले पेन किलर खाइराख्नु भएको छ भने लक्षण नभए पनि समयमा एकचोटि किडनीको जाँच गराउँदा राम्रो हुन्छ।